राष्ट्रिय स्वतन्त्र पार्टीको नेताको रूपमा अहिले मेरो मित्र पार्टीका उम्मेदवार पारसमणि गेलालज्यूको चुनावी क्षेत्रमा तपाईँसँग भेटघाट गर्दा र उहाँलाई उहाँको पक्षमा सबैले मतदान गर्नुहुन्छ। घन्टीको भनौँ न, घन्टीको भनेर एजेन्डा के हो भन्ने सन्दर्भमा तपाईँहरूलाई भन्ने सबैभन्दा पहिला कुरा चाहिँ एक दुईवटा कुरा ख्याल गरिदिनु पर्ने हुन्छ। हाम्रो पार्टीले छुट्टै संसार बनाउँछु भनेको छैन, हाम्रो पार्टीले स्विजरल्यान्ड पनि बनाउँछु भनेको छैन, हाम्रो पार्टीले हङकङ पनि बनाउँछु भनेको छैन, हाम्रो पार्टीले अरू केही बनाउँछु भनेको छैन, हाम्रो पार्टीले हाम्रो देश नै बनाउँछु भनेको छ। त्यसकारण हाम्रो पार्टी छुट्टै कुनै ग्रहबाट आएर यहाँ केही गर्छु उलटफेर गर्छु भनेर आएको पार्टी होइन। तर अहिलेसम्म यो देशलाई, यो देशका नागरिकलाई बारम्बार भोट लिएर गएर नेपाली जनतालाई ढाँटिरहने, छलिरहने र नेपाली जनताको भावनामा खेलिरहने र नेपाली जनतालाई दुःख दिइरहने राजनीतिक दलहरू, ती शक्तिहरूले जे गर्दै आएको छ तिनीहरूलाई चाहिँ अब फेरि एकपटक चाहिँ रोक्नुपर्छ। गलतलाई रोक्न सकियो भने राम्रो हुन्छ भन्ने हिसाबले अहिले हामीले के भन्दै आएका छौँ भने हामीले भन्ने कुरा चाहिँ हामी छुट्टै गर्छौँ भन्ने होइन, यही व्यवस्था, यही कानुन, यही संविधान, यो नियम कानुनलाई नै अझै मजबुत बनाएर जनताको पक्षमा काम गर्ने भन्दै आएका छौँ। त्यस कारणले गर्दाखेरि तपाईँले हाम्रो भिजन कसको भिजन भन्ने सन्दर्भमा धेरै लामो तपाईँले चिन्ता गर्नुपर्ने, यिनीहरू त अर्कै पो आए कि देशै पो अर्कै बनाउने हो कि भन्ने कुरामा तपाईँहरू निर्धक्क हुनुहोस्। त्यसो हुनाले यो कुरा ढुक्क हुन्छ। र अर्को कुरा अब रह्यो हामीले केमा प्रश्न गरिरहेका छौँ अथवा हामीले के भन्दै आएका छौँ भन्दाखेरि यो बाटो किन बनेन, यो पुल किन बनेन, यहाँ